हेलो साथीहरु, यहाँलाई स्वागत छ यस न्यू भिडियोमा। आजको यस भिडियोमा चाहिँ एउटा नयाँ अर्निङ एप्लिकेसनको बारेमा चाहिँ कुरा गर्ने छु हैन। एप्लिकेसनमा चाहिँ तपाईहरुले फ्रीमा अर्निङ गर्न सक्नुहुन्न। यसमा चाहिँ इन्भेस्ट गर्न पर्ने हुन्छ, स्टेक गर्न पर्ने हुन्छ। त्यसपछि मात्रै तपाईहरुले बल्ल विथड्र गर्न पाउनुहुनेछ हैन। र तपाईहरुले $10 इन्भेस्ट गर्नुभयो भनेपछि पर डे तपाईले $1.5 चाहिँ विथड्र गर्न सक्नुहुन्छ र तपाईहरुले आफ्नो खातामालाई चाहिँ रिसिभ गर्न सक्नुहुन्छ। आज म यसै एप्लिकेसनको बारेमा चाहिँ जानकारी दिनेछु हैन। यो भिडियो चाहिँ प्रमोसनल भिडियो छ, तपाईले बुझ्न सक्नुहुन्छ है। र यसलाई चाहिँ तपाईले हेर्न चाहनुहुन्न भने स्किप पनि गर्न सक्नुहुन्छ। र अब भिडियो सुरु गरौँ है त। र मैले दिएको लिंकबाट तपाईहरुले आउनुभयो भनेपछि यस्तो इन्टरफेसमा आउन सक्नुहुन्छ हैन। डिस्क्रिप्सनमा यसको लिंक छ, तपाईले ट्राई गर्न चाहनुहुन्छ भने त्यो लिंकबाट आउन सक्नुहुन्छ हैन। र यो यसमा आइसकेपछि यसको चाहिँ यो वेबसाइट हुन्छ। तपाईले यसको बारेमा चाहिँ केही जान्न चाहनुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ हैन। विभिन्न प्रकारको रहेको छ र कति पर्सेन्ट दिन्छ भनेपछि यहाँ चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। तपाईहरुले चाहिँ $10 इन्भेस्ट गर्नुभयो भने 16% चाहिँ डेली रिटर्न पाउनुहुन्छ हैन। र त्यसै गरी धेरैको छ, धेरै चाहिँ ट्राई नगर्नु होला। अलिकति यहाँ चाहिँ $10 ट्राई गर्न सक्नुहुन्छ है। यसमा चाहिँ जोखिम भनेको चाहिँ त्यही $10 मात्रै हो। र यदि तपाईहरु चाहनुहुन्छ भने तपाईले गर्नु होला, चाहनुहुन्न भने नगर्नु होला हैन। आफ्नो रिस्कमा गर्नु होला। मैले तपाईहरुलाई पर्सनली यसमा चाहिँ गर्नुस् र अर्निङ गर्नुस् भनेर भनेको छैन। तपाईहरुले चाहिँ आफ्नै रिस्कमा चाहिँ गर्न सक्नुहुन्छ हैन। यहाँ चाहिँ धेरै प्लानहरु छ। तपाईहरु ट्राई गर्न चाहनुहुन्छ भने त्यही $10 गर्नु होला, नत्र चाहिँ नगर्दा पनि हुन्छ, केही फरक पर्दैन। र यहाँ चाहिँ विभिन्न प्रकारको प्लान छ जसमा चाहिँ तपाईहरुले चाहिँ प्लान बापत चाहिँ तपाईले अर्निङ गर्न सक्नुहुन्छ र त्यो अर्निङलाई चाहिँ विथड्र पनि गर्न सक्नुहुन्छ। यो चाहिँ फुल्ली इन्भेस्टमेन्ट एप्लिकेसन हो जसमा चाहिँ हामीले इन्भेस्ट नगरिकन यसमा चाहिँ अर्निङ गर्न सक्नु हुँदैन हैन। र अर्निङ गरे पनि तपाईले यसमा चाहिँ विथड्र गर्न पाउनुहुन्न, किन भन्दाखेरि तपाईले विथड्र गर्नको लागि चाहिँ यसमा चाहिँ प्लान चाहिँ लिनै पर्ने हुन्छ है त। र यसमा चाहिँ सबैभन्दा पहिला चाहिँ काम गर्नको लागि चाहिँ गेट स्टार्टमा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो अकाउन्टलाई चाहिँ रजिस्टर गर्नुपर्ने हुन्छ। जसमा चाहिँ रजिस्टरमा चाहिँ क्लिक गर्नु होला र यहाँ चाहिँ तपाईहरुले चाहिँ इमेल एड्रेस, पासवर्ड अनि सिक्युरिटी पासवर्ड र इन्भिटेसन कोड यहाँ राखेर तपाईहरुले रजिस्टर गर्नु होला हैन। र रजिस्टर गरिसकेपछि तपाईहरुको अकाउन्ट बन्नेछ र तपाईहरुले लगइन गर्न सक्नुहुन्छ। म चाहिँ आफ्नो अकाउन्टलाई चाहिँ लगइन गर्नेछु। र यहाँ चाहिँ यसको इन्टरफेस यस्तो छ हैन। तपाईहरुले अकाउन्ट बनाइसकेपछि यस्तो इन्टरफेसमा आउन सक्नुहुन्छ जसमा चाहिँ विभिन्न यहाँ चाहिँ फंक्सनालिटीहरु छ हैन। तपाईले आएर हेर्न सक्नुहुन्छ हैन। र तपाईले यसमा चाहिँ मेनली अर्निङ गर्ने भनेको यहाँ चाहिँ दुई तीनटा वेबाट अर्निङ गर्न सक्नुहुन्छ हैन। फर्स्टमा चाहिँ तपाईहरुले यहाँ चाहिँ रिचार्ज गर्नुपर्ने हुन्छ र रिचार्ज गर्नको लागि यहाँ रिचार्जमा आउनु होला र तपाईले केबाट तपाईले रिचार्ज गर्न चाहनुहुन्छ त्यो यहाँ चाहिँ हेर्नु होला हैन। र हेरिसकेपछि यहाँ चाहिँ केबाट गर्ने त्यो सिलेक्ट गर्नु होला। BP20 छ, TRC20 छ, TRX छ, BP20 USDC भन्ने छ हैन। र BNB छ। तपाईले जसबाट पनि यसमा चाहिँ डिपोजिट गर्न सक्नुहुन्छ हैन। र त्यसमा चाहिँ डिपोजिट उताबाट सेन्ड गरिसकेपछि यहाँ रिचार्ज कम्प्लिटमा चाहिँ क्लिक गर्नु होला। फर्स्टमा चाहिँ यो एड्रेस कपी गर्नु होला अनि त्यहाँबाट यो एड्रेसमा चाहिँ USDT पठाउनु होला हैन। र USDT पठाइसकेपछि यहाँ चाहिँ रिचार्ज कम्प्लिटमा चाहिँ यसरी क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईहरुको रिचार्ज कम्प्लिट हुन्छ र 1-2 सेकेन्डमै यहाँ चाहिँ तपाईहरुको चाहिँ तपाईहरुले उताबाट सेन्ड गर्नुभएको ब्यालेन्स चाहिँ यहाँ आइपुग्छ हैन। र आइसकेपछि तपाईहरुले यसमा चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि इन्भेस्ट गर्न सक्नुहुन्छ। तपाईले यहाँ चाहिँ यो जति पनि गर्न मिल्छ यसरी हैन। सो तपाईले यहाँ 10 राख्नु होला र कति दिनको यहाँ चाहिँ राख्न सक्नुहुन्छ। तपाईले जति दिनको पनि राख्न सक्नुहुन्छ है। र कति दिनको राख्ने तपाईले यहाँ चाहिँ एडजस्ट गर्न सक्नुहुन्छ हैन। मैले 30 दिनको राख्छु भनेपछि यहाँ चाहिँ स्टेकिङमा चाहिँ क्लिक हुन्छ भनेपछि तपाईहरुले चाहिँ मेरोमा अहिले ब्यालेन्स छैन, रिचार्ज गर भनेको छ हैन। यदि तपाईले डिपोजिट गर्नुभयो भनेपछि यसमा चाहिँ इन्भेस्ट गर्न पाउनुहुनेछ हैन। मिनिमम $10 छ। तपाईले $10 बाट स्टार्ट गर्न सक्नुहुन्छ र धेरै पनि तपाईले नगर्नु होला हैन, किन भन्दाखेरि रिस्क हुन्छ। तपाईले सानोतिनो अमाउन्टलाई चाहिँ ट्राई गर्न चाहिँ सक्नुहुन्छ है। म तपाईलाई लाइभ विथड्र प्रुफ पनि देखाउँछु यसै भिडियोमा हैन। मैले $10 लगानी लाई पनि सकेको छु यहाँ चाहिँ र मेरो अर्न पनि भइसकेको छ हैन। मैले अघि नै गरेको यति अर्न भएको रहेछ हैन। र मेरो हिजोको इन्कम चाहिँ यो रहेको छ हैन। यति चाहिँ हुँदो रहेछ पर डे र तपाईले यही तरिकाले चाहिँ यसमा काम गर्न सक्नुहुन्छ है। र अब चाहिँ यसलाई चाहिँ म विथड्र गरेर देखाउँछु हैन। र विथड्र गर्नको लागि चाहिँ ब्रोकरेज भन्ने हुन्छ हैन। ब्रोकरेज भन्ने हुन्छ यहाँ चाहिँ। यसमा चाहिँ तपाईहरुको यस वालेटमा चाहिँ तपाईहरुको चाहिँ विथड्र गर्नको लागि अमाउन्ट हुनुपर्छ, तब मात्र विथड्र गर्न सक्नुहुन्छ है। र यहाँ छ अब तपाईले यहाँ ब्रोकरेज अकाउन्टमा चाहिँ हुनु पर्यो है। र यसलाई चाहिँ विथड्रमा चाहिँ क्लिक गर्नु पर्यो। त्यसपछि विथड्र गर्नको लागि चाहिँ र यहाँ चाहिँ दुई तरिकाले चाहिँ तपाईहरुले विथड्र गर्न पाउनु भयो है। र यहाँ चाहिँ रहेको छ BP20 र TRC20 छ हैन। तपाईहरुले यहाँ चाहिँ एड्रेस लगाउनु पर्ने हुन्छ। म तपाईहरुलाई चाहिँ देखाइहाल्ने छु। यो मेरो चाहिँ बाइनान्स अकाउन्ट हो हैन। म यहाँ चाहिँ एसेट्समा जान्छु र यसमा चाहिँ म चाहिँ डिपोजिटमा क्लिक गर्छु र डिपोजिटमा मैले चाहिँ USDT गर्नेछु। USDT मा क्लिक गर्छु हैन। र यहाँ चाहिँ BNB स्मार्ट चेन भनेको छ। BP20 लाई चाहिँ सिलेक्ट गरे र वालेट कपी गर्छु यहाँ चाहिँ। र यहाँ चाहिँ ब्याक आउँछु र यसमा चाहिँ म मेरो विथड्रल वालेट एड्रेस लगाइदिन्छु है। र यहाँ चाहिँ मैले लगाएँ र यो लाग्यो अनि यसमा चाहिँ कति विथड्र गर्छु
त्यो राख्छु हैन 1.94 राख्छु मेरो यति छ सायद 1 point भएन 0.94 र तपाईले यहाँ चाहिँ अल भन्ने अप्सन पनि पाउन सक्नुहुन्छ हैन यहाँ चाहिँ अल गर्नुहुन्छ भने जति छ त्यति जान्छ है र यहाँ चाहिँ सिक्युरिटी पासवर्ड राख्नुपर्ने हुन्छ तपाईहरुले लगइन गर्दाखेरि चाहिँ एउटा पासवर्ड राख्नुहुन्छ त्यो पासवर्डलाई चाहिँ यहाँ राख्नुपर्ने हुन्छ है र यति गरिसकेपछि यहाँ चाहिँ तपाईहरुले चाहिँ कन्फर्म गर्नु होला कन्फर्म गरिसकेपछि तपाईको विथड्र चाहिँ कन्फर्म हुन्छ भनेको छ म चाहिँ कन्फर्म गरे र यहाँ चाहिँ कन्फर्म भइसक्यो र यहाँ चाहिँ विथड्रल सक्सेस भनेको छ यहाँ चाहिँ तपाईले कति टाइम लाग्छ भनेर चाहिँ यहाँ चाहिँ यति मिनिमम विथड्र छ कस्तो कस्तो प्रोसेस चाहिँ गर्नुपर्छ भनेर चाहिँ यहाँ लेखेको हुन्छ हैन तपाईले पढ्न पनि सक्नुहुन्छ र तपाईले यदि सपोर्ट चाहिन्छ भने यहाँ चाहिँ एउटा सपोर्टको अप्सन छ यसमा क्लिक गरेर तपाईले यहाँ चाहिँ टेलिग्राममा कस्टमर सपोर्टसँग कुरा पनि गर्न सक्नुहुन्छ है र यति रहेको छ हैन मैले चाहिँ विथड्र गरे हैन यहाँ चाहिँ नोटिफिकेसन पनि आयो है यहाँ चाहिँ विथड्रल सक्सेस भनेको छ यहाँ चाहिँ माथिबाट तल गर्दाखेरि बाइनान्सको नोटिफिकेसन पनि आयो तर म चाहिँ वालेटमै लगेर देखाउने छु मैले चाहिँ 1.94 गरेको थिएँ है र मैले चाहिँ यहाँ चाहिँ रिसिभ गरेको छु है यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ आइसकेको छ प्रोसेसिङ देखाइरहेको छ हैन र केही बेरमा यो रिसिभ पनि हुनेछ तबसम्म म अरु केही कुराहरु भन्ने छु यसको बारेमा यसमा चाहिँ अरु त्यस्तो केही पनि छैन त्यस्तो खतरा फिचर केही पनि छैन हैन र यो सिम्पल एउटा इन्भेस्टमेन्ट अर्निङ प्लेटफर्म हो तपाईले इन्भेस्ट नगरी यसमा चाहिँ अर्निङ गर्न मिल्दैन इन्भेस्ट गर्नु होला त्यसपछि मात्रै अर्निङ हुन्छ हैन र तपाईहरुको यहाँ चाहिँ कसरी अर्निङ भइराको छ कति भइराको छ भनेर यहाँ देखाउँछ तपाईले हेर्न सक्नुहुन्छ र थप कुराहरु जान्न चाहनुहुन्छ भने यसको चाहिँ यहाँ चाहिँ अरु कुराहरु पनि छ तपाईले टेलिग्राम च्यानल छ त्यहाँ पनि जोइन गर्न सक्नुहुन्छ यसमा चाहिँ यो 3 लाइनमा क्लिक गर्दाखेरि रिवार्ड सेन्टरमा जानु होला र यहाँ चाहिँ तपाईहरुलाई चाहिँ एउटा लक्की बक्स पनि मिल्छ कहिलेकाहीँ तपाईहरुले त्यो ओपन गर्नु होला र तपाईहरुले यदि तपाईले कसैलाई रेफर गर्नुहुन्छ भनेपछि त्यसपछि तपाईहरुको चाहिँ यहाँ चाहिँ रेफर अर्निङ हुन्छ हैन र यहाँ चाहिँ एकजना रेफर गर्नुभयो भने उले $10 या $20 यसमा चाहिँ इन्भेस्ट गर्छ भनेपछि यहाँ चाहिँ तपाईहरुलाई बोनस आउँछ हैन यसरी पनि अर्निङ गर्न सक्नुहुन्छ यसमा चाहिँ अर्को के छ भन्दाखेरि यहाँ चाहिँ रेफरल प्रोग्राम छ रेफरल प्रोग्राममा चाहिँ तपाईहरुले कति जनालाई रेफर गर्नु भनेर यहाँ देखाउँछ र उनीहरुले कमाएको 12% चाहिँ तपाईहरुलाई पनि आउनेछ भनेर भनेको हुन्छ र यहाँ चाहिँ तपाईहरुको रेफरल लिंक छ यहाँ चाहिँ कोड छ तपाईले यसलाई चाहिँ शेयर गरेर चाहिँ अर्निङ गर्न सक्नुहुन्छ हैन यो 3 लेभल सम्म चाहिँ प्रॉफिट दिन्छ जस्तै मैले तपाईलाई रेफर गरे भने मैले पाउँछु फेरि तपाईले कहिले चाहिँ रेफर गर्नुभयो भने पनि मैले चाहिँ यसमा चाहिँ अर्न गर्न पाउँछु हैन र के क्वेशन छ भनेपछि यहाँ चाहिँ तपाईले हेरेर गर्न सक्नुहुन्छ हैन कसरी काम गर्छ कसरी प्रॉफिट दिन्छ भन्ने कुरा चाहिँ तपाईलाई यसमा चाहिँ जान्न मन छ भनेपछि यहाँ आएर हेर्न सक्नुहुन्छ सो आजको भिडियो यही थियो भिडियो कस्तो लाग्यो तपाईहरुले चाहिँ कमेन्ट गर्नु होला र भिडियोलाई चाहिँ लाइक गर्नु होला च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला यहाँ चाहिँ तपाईहरुलाई चाहिँ म विथड्र आएको देखाइ पनि दिनेछु हैन यहाँ चाहिँ मेरो कति थियो यहाँ चाहिँ मेरो चाहिँ आइसकेको छ है त यसरी तपाईले अर्निङ गर्न सक्नुहुन्छ पैसा छ भने तपाईले ट्राई गर्न सक्नुहुन्छ यदि छैन भनेपछि यस्तो इन्भेस्टमेन्ट प्लेटफर्ममा चाहिँ तपाईले टाइम वेस्ट नगर्नु होला हैन मैले चाहिँ यो प्लेटफर्मलाई प्रमोट गरेको मात्रै हो इन्फर्मेसन दिएको मात्रै हो हैन तपाईहरुलाई चाहिँ पर्सनली गर्नुस् र कमाउनुस् भनेर भनेको छैन सो तपाईहरुले चाहिँ यस्तो प्लेटफर्महरुमा चाहिँ बुझेर जानेर हैन र आफ्नो पर्सनल उसमा चाहिँ तपाईहरुले यसमा चाहिँ लगानी गर्न सक्नुहुन्छ र साथीहरु